सबैभन्दा बढी मुस्लिम जनसङ्ख्या भएको देश कुन हो? अप्सन ए इन्डोनेसिया, बी पाकिस्तान, सी साउदी अरब, डी इरान। सही उत्तर हुन्छ अप्सन ए इन्डोनेसिया। यो देशमा विश्वकै सबैभन्दा धेरै मुस्लिम जनसङ्ख्या बसोबास गर्ने इन्डोनेसिया दक्षिण पूर्वी एसियामा पर्दछ। नेपालमा अन्न भण्डार भनेर कुन प्रदेशलाई चिनिन्छ? अप्सन ए प्रदेश नम्बर 1, बी प्रदेश नम्बर 2, सी प्रदेश नम्बर 3, डी प्रदेश नम्बर 5। सही उत्तर हुन्छ अप्सन बी प्रदेश नम्बर 2। नेपालको प्रदेश नम्बर 2 जसलाई मधेस प्रदेश पनि भनिन्छ, ऐतिहासिक रूपमा नेपालको प्रमुख अन्न उत्पादन क्षेत्रको रूपमा चिनिन्छ। नेपालको सडकको मुख्य नेटवर्कलाई के भनिन्छ? अप्सन ए सहायक मार्ग, बी सडक प्रणाली, सी राजमार्ग, डी यातायात मार्ग। यसको सही उत्तर हुन्छ अप्सन सी राजमार्ग। साथीहरू, नेपालको मुख्य सडक सञ्जाललाई राष्ट्रिय राजमार्ग प्रणाली भनिन्छ। यसको सबैभन्दा चर्चित उदाहरण भने महेन्द्र राजमार्ग हो। नेपालको सबैभन्दा लामो राजमार्ग कुन हो? अप्सन ए महेन्द्र राजमार्ग, बी पृथ्वी राजमार्ग, सी सिद्धार्थ राजमार्ग, डी अरनिको राजमार्ग। सही उत्तर हुन्छ अप्सन ए महेन्द्र राजमार्ग। साथीहरू, महेन्द्र राजमार्ग नेपालको पूर्वमा काँकरभित्तादेखि पश्चिममा महाकालीसम्म फैलिएको छ। साथीहरू, आफ्नो दिमागलाई स्मार्ट बनाउन यस्ता रोचक जीके भिडियोहरू नियमित पाउनका लागि भिडियोलाई लाइक, च्यानललाई सब्स्क्राइब र बेल आइकन अन गर्न नभुल्नुहोला। अर्को प्रश्न, नेपालमा किराँत कालमा राजालाई के भनिन्थ्यो? अप्सन ए हाङ, बी महाराज, सी सम्राट, डी मुखिया। सही उत्तर हुन्छ अप्सन ए हाङ। किराँत कालमा राजालाई हाङ भनिन्थ्यो। यो उपाधि किराँत शासकहरूको पहिचान मानिन्थ्यो। भूकम्पीय जोखिमको हिसाबले नेपाल विश्वको कति स्थानमा रहेको छ? अप्सन ए 5औं स्थानमा, बी 11औं, सी 17औं, डी 22औं। यसको सही उत्तर हुन्छ अप्सन बी 11औं स्थानमा। र भूकम्पीय जोखिमको हिसाबले पहिलो स्थानमा चाहिँ जापान रहेको छ। सैनिक सेवामा आधुनिकीकरणको सुरुवात कसले गरेका थिए? अप्सन ए भीमसेन थापा, बी रणबहादुर शाह, सी पृथ्वीनारायण शाह, डी जङ्गबहादुर राणा। यसको सही उत्तर हुन्छ अप्सन ए भीमसेन थापा। मुक्तियार भीमसेन थापाले सेनालाई युरोपेली शैलीमा पुनः संरचना गरे, नयाँ पोसाक, तालिम र शस्त्र प्रणाली भित्राए। नेपालको प्रमुख खाद्यान्न बाली कुन हो? अप्सन ए गहुँ, बी मकै, सी धान, डी कोदो। सही उत्तर हुन्छ अप्सन सी धान। धान नेपालको प्रमुख खाद्यान्न बाली हो किनकि यो सबैभन्दा बढी मानिसहरूले खाने अन्न हो। सबैभन्दा धेरै उत्पादन हुने अन्न हो अनि दोस्रोमा चाहिँ मकै पर्दछ। पाकेको आँपमा कुन भिटामिन पाइन्छ? अप्सन ए भिटामिन बी, बी भिटामिन ई, सी भिटामिन के, डी भिटामिन ए। यसको सही उत्तर हुन्छ अप्सन डी भिटामिन ए। यसले आँखा र छालालाई स्वस्थ राख्न मद्दत गर्दछ, साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि सहयोग गर्दछ। साथीहरू, आफ्नो दिमागलाई स्मार्ट बनाउन यस्ता रोचक जीके भिडियोहरू नियमित पाउनका लागि भिडियोलाई लाइक, च्यानललाई सब्स्क्राइब र बेल आइकन अन गर्न नभुल्नुहोला। अर्को प्रश्नमा लागौँ। आयोडिनको कमीले कुन रोग लाग्छ? अप्सन ए बेरी बेरी, बी स्कर्बी, सी गलगाँड, डी गाँठे रोग। सही उत्तर हुन्छ अप्सन सी गलगाँड। किन हुन्छ त गलगाँड? साथीहरू, बुझौँ सरल भाषामा। आयोडिनको कमी हुँदा थाइराइड ग्रन्थीले राम्रोसँग काम गर्न सक्दैन।
यस कारण घाँटीको भाग सुन्निने समस्या हुन्छ, जसलाई कौलगाँड भनिन्छ। मानिसले सर्वप्रथम कुन जनावरको दुध पिउन थाले? अप्सन ए गाईको, बी बिरालोको, सी बाख्राको, डी भैँसीको। सही उत्तर हुन्छ अप्सन सी बाख्राको। रेडियोको आविष्कारक को हुन्? अप्सन ए कार्ल बेन्ज, बी मार्टिन कुपर, सी मार्कोनी, डी चार्ल्स बेबेज। सही उत्तर हुन्छ अप्सन सी मार्कोनी। इटालीका भौतिक शास्त्री मार्कोनीले सन् 1895 रेडियोको सफल आविष्कार गरेका थिए। एसियाको तारा भनेर कसलाई चिनिन्छ? अप्सन ए महात्मा गान्धी, बी सिद्धार्थ गौतम, सी अशोक, डी चन्द्रगुप्त। सही उत्तर हुन्छ अप्सन बी सिद्धार्थ गौतम। उहाँलाई शान्ति र ज्ञानका प्रतीकका रूपमा सम्मान गरिन्छ। बौद्ध धर्मको प्रचारसँगै उहाँको नाम विश्वभर प्रसिद्ध भयो। सिद्धार्थ गौतमकी माताको नाम के थियो? अप्सन ए यशोधरा, बी माया देवी, सी प्रजापति गौतमी, डी त्रिशला। सही उत्तर हुन्छ अप्सन बी माया देवी। शाक्य वंशका राजा शुद्धोधनकी रानी माया देवीले लुम्बिनीको बगैँचामा सिद्धार्थ गौतमलाई जन्म दिनुभएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो नाम के हो? अप्सन ए गौचर एयरफिल्ड, बी गौतम बुद्ध एयरफिल्ड, सी काठमाडौँ एयरपोर्ट, डी लैनचौर एयर स्ट्रिप। सही उत्तर हुन्छ अप्सन ए गौचर एयरफिल्ड। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सुरुवाती समयमा गौचर एयरफिल्ड भनिन्थ्यो, किनभने यो काठमाडौँको गौचर स्थित घाँसे मैदानमै स्थापना गरिएको थियो। समुद्रको राजा भनेर कुन जीवलाई चिनिन्छ? अप्सन ए गोही, बी ब्लू व्हेल, सी अक्टोपस, डी सार्क। यसको सही उत्तर हुन्छ अप्सन बी ब्लू व्हेल। ब्लू व्हेल पृथ्वीको सबैभन्दा ठुलो जीव मानिन्छ। यसको विशाल आकारका कारण यसलाई समुद्रको राजा पनि भनिन्छ। गरिबको स्याउ केलाई भनिन्छ? अप्सन ए केरा, बी अम्बा, सी आँप, डी टमाटर। सही उत्तर हुन्छ अप्सन बी अम्बा। अम्बालाई गरिबको स्याउ भनिन्छ किनकि यसमा स्याउभन्दा पनि बढी भिटामिन सी पाइन्छ। नेपालमा कति प्रमुख भौगोलिक क्षेत्रहरू छन्? अप्सन ए 2, बी 3, सी 4, डी 5। सही उत्तर हुन्छ अप्सन बी 3वटा। हिमाल, पहाड र तराई 3 क्षेत्र छन्। यी भिन्न उचाइ एवं भौगोलिक विशेषताका छन्। ल साथीहरू, आजका लागि यति नै। आजका प्रश्नहरूमध्ये कतिवटा प्रश्नको उत्तर मिलाउनु भयो कमेन्ट गर्न नबिर्सनुहोला। यस्तै रोचक जानकारीका लागि भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गरी सँगै रहेको बेल आइकन अन गर्न नबिर्सनुहोला। अर्को भिडियोमा फेरि भेटौँला। सिक्दै रहनुहोस्, अघि बढ्दै रहनुहोस्। धन्यवाद।